नमस्ते एमटी माइन्ड ट्राभल्समा स्वागत छ। आज मेकेलीमा व्रतबन्धको कार्यक्रम हुँदैछ। यो छोटो मिठो ब्लग त्यसको बारेमा भोलिको तयारी सबैलाई सम्झेको छ, आमालाई सम्झेको छ स्पेसल। अनि उहाँको तर्फबाट मुरी मुरी धन्यवाद मैले नै ज्ञापन गरेँ। होइन, सबै भाइ बहिनीहरूलाई हामी मिस गरिरहेछौँ। यहाँबाट सम्झना पठाउन चाहन्छौँ। दिदीले कस्तो मिठो मिठो सेल बनाइरहनु भएको छ। यो सेलमा भाइ बहिनीको नाम लेखेको थियो। भाइ बहिनीको सट्टा मै नै खाइदिन्छु, मै नै खाइदिन्छु। माया सबैको नामबाट म खाइदिउँला। होइन भान्जी के भन्नुहुन्छ? हजुर मैले सुनिनँ तर यस यस सल्ट कता छ सल्ट धमाधम फुटबल हेर्ने काम हुँदैछ यहाँ। ओ मोमेन्ट भयो भनेको झन्डै झन्डै गोल। नमस्ते एमटी माइन्ड ट्राभल्समा स्वागत छ। हाम्रो दिदी यहाँ धमाधम सधैँ दिदी भाँडा माझ्नेमै पर्नुहुन्छ। भिडियोमा चाहिँ सधैँ भाँडा माझ्ने बेलामै पर्नुहुन्छ। अनि अस्ति न तिजमा पनि कि कुन बेलामा पनि दिदी मजाक गर्नुहुन्छ अरे। ओहो दिदी यहाँ के गर्दै हुनुहुन्छ? अघि न भाइ बहिनीहरूलाई चाहिँ सबैभन्दा जेठीमाथि भएको यही फाइदा हो, जे पनि भन्न पाइन्छ। बस दिदी के गर्दै हुनुहुन्छ यस्तै? यो चाहिँ कसारको लागि। यो त कसार अझै अलरेडी बनाएको छ, डल्लो डल्लो छ। होइन, पकाउने हो ए त पकाउने। सरी दिदी। ल दिदी हजुर यो त युट्युबमा आउँछ सिधै। त्यसलाई त दिदी रिप्लेमा देखाउनु पर्छ क्या। ढङ्ग नभएको अनि जुम यसो ढङ्ग नभएको भनेर अब कस्तो दिदी दिदी आँखा कस्तो अरे? आज कन्टेन्ट भएको छ, कन्टेन्ट। यतातिर बाबुको जुटिका बन्धनको लागि ठ्याक्क दियो गणेश कलशको चाहिँ स्थापना भएको छ। अब एकछिनमा बाबु आउने बित्तिकै यता कार्यक्रम सुरु गर्ने। बस ए भान्जीहरू यता एकजना बजाउने एकजना नाच्ने होला नि त। अन्त बाबा पनि ठ्याक्क रेडी भएर आउनु भयो। जाओस् 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 जाओस्। वाह 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 वाह। ए त्यस्तो तालमा गाउने मान्छेलाई मैले सिकायो भने त बर्बाद भइगयो नि। हाम्रो ठुलोमामा चट्टाइ पुग्नु भएको छ। ठुलोमामा दर्शन सुन्दरी काक्षाय नम पुनः तु भयो। र त्यहाँ कुसको औँठी बनाएको छ, औँठी लगाउनुहोस्। दीप कलश गणेश पूजन देवेरीतिर भान्जी सेल दुईवटा यसो गोलो गोलो खाले गोलो गोलो खाले छाना छेकिनुहुन्छ। मोमो भने हो होइन कि यहाँ यसरी छोएर मोमो यसमा चाहिँ मिल्दैन मोमो गर्नलाई हातै चाहिन्छ। मान्छे त अझै पनि पुरै डक्टर मेरो फल्ट मैले यति धेरै जोक भन्दै
के जोक हो के जोक होइन मलाई थाहा नै भएन भान्जी त अझै पनि जेठमा भइरहेछ क्या मोमो आएन त्यो खाने मोमो मोमो नै थाहा छैन दुईजना मस्त गोठिरहनु भएको दण्ड दिनु हुँदो रहेछ दण्ड भनेको कस्तो दण्ड ए म त दण्ड दिनु दिदी अरे दण्ड दिनु दण्ड भनेको दण्ड यो नहुँदा फेरि हातमा छ लट्ठी खतरा हो कडा कडा हामी आइपुगेको व्रतबन्धको घरमा व्रतबन्ध गराउने मान्छेहरूलाई उठाउनको लागि उनीहरू काम गर्दा चाहिँ हाम्रो दिदी भर्खर उठ्दै हुनुहुन्छ गुड मर्निङ दिदी गुड मर्निङ नमस्ते के गर्नु भनेर हेर्दै हुनुहुन्छ ठुलबुवा ठुलमम्मीहरू धमाधम काम गर्दै हुनुहुन्छ यता मम्मी कलर सिकार्दै हुनुहुन्छ बटुकको मम्मी यता बटुक के गर्दैछ बटुक म के गरौँ भनेर यताउता हेर्दै छ यतातिर चक्की बनाउँदै हुनुहुन्छ परिवार त चाहियो हजुर मान्छे नै हजुर दिदी हजुरहरू हजुर कस्तो राम्रो देखियो कारणं ब्राह्मण तिथि प्रादे श्री सवित बरा कल्पे भविष्यत मनोतिर अष्टाविंशति में कलिगे वीआईपी आजको एमवीपी टाइम गयो टिभी हैन भिआइपीलाई देख्नु यो कफी खान्छु सुत्न हजुर के अरे ठुलो बाबा सुत्ता सम्झेर रक्त वस्त्राणी स्वरूपव्यापी श्रीमान महामंगलतय गढाधिपतय नमो अरू चाहिँ के सोपिनुहोस् साइन भयो क्या के सोपिनुहोस् गर्दाखेरि त्यो कागज पनि दिनुपर्छ नि त्यही भन्नु किनेको माइजू हाम्रो माइजू हाम्रो मम्मी हाम्रो बाबा बिचमदेखि मासु बिचमदेखि मासु बिचमदेखि मासु भवतु भिक्षामदेहि मातु भवतु भिक्षामदेहि भवतु भिक्षामदेहि ओम गर्भाष्टमी वापि व्रतवन्दे कृते दिशा मातरं पितरं नत्वा गतो देशान्तरं सुतं सुतवाच सुरुमार्गमयुक्तं यथा यं यास्यते वनान्तरे यत्रैव शारदा देवी वरार्थे प्रार्थयाम्यहं गुरुसेवा कृते तस्मिन् मास्किरे दशशोभने विद्यासंग्रहणे कृत्वा रुक्मामिके पुनर्गृहं मातवाच बालतोऽपि मया पुत्रं पालितं कष्टतं सदा वृद्धावस्थाहं जाता पुत्र त्वं पालनं कुरु इदं कर्म परित्यज्य कथं यस्य काननं सुतवाच ब्रह्मचार्य कृते तस्मिन् गुरु शुश्रूषपूर्वक सन्नाप्य सर्वतीर्थेषु रागमे पुनर्गृहं भन्छन् भने हे माता म देशान्तर जान्छु म उतै सरस्वती देवीको तपस्या गरेर विज्ञानको वरदान माग्छु मैले यो ठाउँमा बसेर जति ज्ञान हासिल गर्नुपर्ने त्यो गरेँ अब मलाई योभन्दा पनि बढी पढ्नलाई इच्छा भयो त्यही भएर मलाई देशान्तरमा गएर उतैतिर गुरुको सेवा गरेर परदेशमै बसेर सम्पूर्ण विद्या अध्ययन गरेर म फर्केर आउँछु त्यसको अनुमति
भनेर चाहिँ बटुकले भन्दा माता के भन्नुहुन्छ त भने बाबु छोरा तिमीलाई मैले सानै अवस्थादेखि धेरै कष्टहरू सकाइरहेको छु। अब मेरो वृद्ध अवस्था छ, बुढेसकाल लागेको छ, त्यसैले मलाई पालन गर्नु छोडेर तिमी विदेश जाने कुरा किन गर्दैछौ? यस्तो कुरा नगर भन्दाखेरि बटुक के भन्छन् त भने आमा म त्यहाँ ब्रह्मचर्य पालन गरेर गुरुको सेवा पनि गर्छु र सो पश्चात विभिन्न तीर्थहरूको भ्रमण गरेर त्यहाँ तीर्थहरूको चाहिँ जलले स्नान गरेपछि 25 वर्षको उमेरमा त म घर फर्किहाल्छु भनेर बटुकले भन्दाखेरि माता भन्नुहुन्छ हे बाबु छोरा परदेशमा अनेक किसिमको दुःख कष्ट हुन्छ, घरमा बसेको जस्तो हुँदैन, शीत ताप भोक प्यास आदिले धेरै दुःख पाइन्छ, त्यसैले परदेशतिर जाने कुरा नगर भन्दा बुवा के भन्नुहुन्छ त भने हे बाबु छोरा परदेशमा कहिले कन्दमूल खाएर बस्नुपर्छ, कहिले भैँमा सुत्नुपर्छ, भूमिमा शयन गर्नुपर्छ, त्यहाँ धेरै किसिमको दुःख हुन्छ। अब घरमा पो भनेअनुसारको चाहिँ न्यानो हिटरहरू भएको छ, सैया पनि राम्रो छ, तकियाहरू पनि राम्रो छ, त्यहाँ त भैँमा सुत्दा कहिलेकाहीँ ढुङ्गामा सुत्दाखेरि गाह्रो हुनसक्छ, कष्ट हुन्छ, जाने कुरा नगर भनेर बुवाले भन्दा छोरा के भन्नुहुन्छ भने 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडि उद्धार गर्ने यस्तो पुत्रका माता पिता हजुरहरू धन्य हुनुहुन्छ, त्यस्ताका पुत्र म ब्रह्मचर्यको पालना गर्छु भन्दा आमाले फेरि भन्नुहुन्छ हे बाबु छोरा परदेशमा धेरै ठुल्ठुला कष्टहरू पर्छन्, हिमालय पर्वतहरू चढ्नुपर्छ, त्यस्तो ठाउँमा तिमी कसरी जान सक्छौ? बुवाले भन्नुहुन्छ परदेशमा जाँदा वनमा सिंह बाघहरू वनजन्तुको चाहिँ डर हुन्छ, समयमा खान पनि चाहिने सबै तीर्थ वस्तु हुन्छ, त्यसैले घरमै बसेर पढ, यसैले तिम्रो कल्याण हुनेछ, जोदेखि माता पिता बन्धु बान्धव स्वजन खुसी हुन्छन् त्यसको सधैँ कल्याण हुन्छ, भक्ष भोज्य व्यवस्था गरिदिने माता पितालाई ढोग, बन्धु बान्धव सबैलाई नमस्कार गर, गुरुहरूलाई दक्षिणा देऊ, यसैले तिम्रो 12 वर्षको व्रत तपस्या पूर्ण हुन्छ, त्यसपछि नजिकको मन्दिरमा गरेर ढोग गरेर आएपछि तिम्रो तपस्या पूर्ण हुन्छ भन्ने सम्मको आचार्यको वचन सुनिसकेपछि अब बटुकले के गर्छन् त भन्दा बटुकले त्यो सामान लिएर अब तिमी गुरुको दर्शन गर। अब मामाहरू त्यो त खस्न भएन है, त्यो खस्न भएन, त्यो झोली खस्नु कता भागिने त यो त राजा समान स्टाइल हामी बाहिर फलो गर्नु लाग्यो आमा पढिदिएर उठ्नु भने विदेश जाने कुरा गर्नु बित्तिकै आँखा भरि विदेशमा गएर पढ्छु, विदेशमा गएर पढ्छु सबले भनेको कुरा सुने, अब गुरुले भन्नुभएको कुरा पनि सुने, अनि अब सबैलाई ढोगे, ढोगेपछि अब आफ्नो कर्तव्य त पुरा गर्नु पर्यो भनेर भाव्यम महा यो फुकाएर अनि अर्को लाग्ने
अब जोडी फेर्ने यसबाट दाहिने हातमा अन्नम ब्रह्मा विष्णु भूता देव महेश्वरम इति नारायण 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 सच्ची नारायण 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 श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण। फाइनली चाहिँ वरुण देवताको चाहिँ पूजा गराउनको लागि गइरहेछन्। परिछ नि त जमाए त छैन नि ल सिधै जान्छ होला गाई चाहिँ। हामी चाहिँ लेकमा आइपुगेका छौँ। पूजा सामान भयो हजुर हजुर कि ए दुई तिनवटा काम दुईवटा के यो ब्लगिङ एउटा ए हजुर हजुर मान्छे फर्स्ट टाइम ताल भनेर ए पहिला थिएन हुनसक्छ हुनसक्छ यो पानी बग्ने भएर यो पग्ले हो नत्र ओके खोलामा जाने हो र खोला राइस बिस्मिल्लाह 1 2 3 go खाना मीठो La comida era deliciosa, pero no tenía hambre. Pero yo como तेरो मेरो पेरो भन्ने त कुकुर यो त हामीले गाउँ खाने कथा गर्ने बेला भन्थ्यो क्या यो गाउँको यो गाउँको सेरो फेरो सबै मेरो पेरो भनेको भयो पेरो भनेको तर बट किन्तु लेकिन परन्तु एरा भनेको त ऊ होइन एरा भनेको त पिरियड एरा भनेको पिरियड हो यस फिनिश एरिसको एरा पेर्रो भनेको कुकुर पेर्रो भनेको चाहिँ कुकुर ए ए पेर्रो कसलाई भन्ने त पेर्रो अब कार्रो भनेको कार ए बुस्सो भनेको चाहिँ बस होला अटोबुस ए ल ए खायो त खायो स्पेनिस खायो हजुर अन्धकारमा चाहिँ के खिचेको थिएन यो रहेको छ हामी बसेको मक्की यसमा चाहिँ 2 रात बस्यो साउना चाहिँ ऊ परेर छ रमाइलो नि राम्रो लाग्यो मलाई ठाउँ गुड अब चाहिँ आज हामी हेलसिङ्की फर्किनेवाला छौँ तर त्योभन्दा अगाडि चाहिँ यता गएर ब्रेकफास्ट खाएर सबसँग भेटभाट भएर कन्टिन्यू Are you ready? Are you ready? I am ready. You know, like on out to
कता स्टुडेन्ट हुनुहुन्छ फोटो खिच्दिनु न टिचर एकजना चाहिँ 40 स्टुडेन्ट हुनुहुन्छ उहाँ चाहिँ रेडी हुनुहुन्छ यहाँको बाबाले छोरालाई सिकाउँदै हुनुहुन्छ बस जुत्ता मेरो दुईटा समाएर यसरी फ्लेक्सिङ हुनु पर्यो भनेको राजा जति कति खिच्नु परेको फोर्स यहाँ गएर एउटा 40 स्टुडियो एल्सा खै त नि हजुर एल्सा एउटा गाडीमा गएको त सामान निकाल्दैन साइज थाहा पाउनु चाहिँ यहाँ साइज खै एल्सा एल्सा Are you ready? खै त लौरो चाहिनु वहाँ पुगिसक्यो एल्सा रगुन जान्छ नि ल ल छिटो छिटो मलाई यहाँ भिडियो खिच्न ढिला भइसक्यो देख्नुभयो यहीँ बस्ने यहाँ त यिनीहरूका नि आफ्नै हुँदो रहेछ लागेको यहाँ बसेको त भनेपछि यिनीहरूलाई चाहिँ यहाँ त केही नै हुँदैन यो माथि लानुपर्छ भुल्टु गरिकन आयो अनि यतिकै छोडिदिने हो पर्व तयारी आइज त सिकेरै जाने हो कि 3 घन्टा सिक्नु
भन्नु एउटा यहाँ यो त माथि लड्ने त्यहाँ राम्रो पऱ्यो हेर्नु चिप्ले उसको राम्रो भयो भएर त्यो त्यहाँ लड अगाडि जान्छु कि उठा बाँदरेको अनुहारै देखिएन ता बसेर हेर्ने सुविधा पनि रहेछ यहाँ कफी खाँदै मजाले खेल्ने केटारी बाहिर खेल्ने हामीले भित्र कफी खाने ल ठिक छ अब भान्जीहरू भान्जाहरू ल नहुन सक्छ अब हामी चाहिँ नाच्ने स्टेप पनि हुँदो रहेछ दिदी आज थाहा पाइयो त्यो थाहा पायो भनेपछि हिजो त्यहाँ चाहिँ लुकेर सुत्नु भयो होइन रहेछ डान्स गरिरहनु भएको रहेछ हस् दिदी हस् बाई बिनाजु बाई